रोल्पा सधैँ कतिन्जेल पछि परिरहने? प्रश्न सिधा छ, शहीद मार्ग किन शहीद भएरै बसिरहेको छ? मदन भण्डारी राजमार्गको काम किन अगाडि बढ्दैन? गाउँ गाउँमा बिजुली पुग्ने सपना कहिले पुरा हुन्छ? रोल्पाकै पहिलो ऐतिहासिक विमानस्थल बडाचौर एयरपोर्ट किन आज गौचरणमा परिणत भइरहेको छ? कता हरायो त्यो उडानको सपना? अनि सुनसहरी झरनाको त्यो अद्भुत सुन्दरता के केवल भिडियो र तस्विरमा मात्रै सीमित रहने हो? पर्यटक लोभ्याउने ती सम्भावनाहरू किन अलपत्र छन्? रोल्पाको पहिचान र विकासका यी आधार स्तम्भहरू कहिलेसम्म यसरी नै बेवारिसे बस्ने? खानेपानी र सिँचाइका आयोजनाहरू किन अलपत्र छन्? दशकौं बित्यो, रोल्पा त्यही अल्झिरह्यो। यो विकास हो कि समयले निम्त्याएको विनाश? यो चाहिँ चुनाव अघिको संकल्प, अनि यो वास्तविकता। पुस्ता फेरियो, अवस्था फेरिएन। त्यसो भए यो चुनावमा त्यो पुरानो छनौटलाई नै बदलिदिने हो कि? म तपाईहरुसँग बाचा गर्छु। राजनीतिभन्दा माथि उठेर स्पष्ट विकास